हेलो नमस्ते फ्रम खैरेदेखि साथीहरू म चाहिँ अहिले बजार हिँडिरहेको छु भनौँ न। अहिले आज चाहिँ वैशाख 4 गतिको दिन है साथीहरू। म चाहिँ यहाँ किन भिडियो बनाएँ भने चाहिँ पहिलाको यादहरू आयो क्या। ठ्याक्कै यहाँ चाहिँ पुरै चौताराहरू पनि छ अनि समूह घर छ। यहीँदेखि हाम्रो बाटो जान्छ धरान जाने बाटो। अनि ठ्याक्कै यो बाटो चाहिँ तल्तिर त्यो भालुङ्गा स्कुल जाने बाटो हो। यहाँदेखि तल्तिर अनि फलैचाहरू यहाँ छ। यहाँ बस्थेँ क्या म, एकछिन फोन हेर्थेँ अनि एकछिन आराम गरेर जान्थेँ है। यो चाहिँ समूह हो। अनि यहाँदेखि उकालो गयो भने ठ्याक्कै मेरो घर भेट्छ क्या माथि। अनि एकदमै उकालो थियो यो बाटो, परदेखि निस्किन्छ। अहिले चाहिँ अस्ति पहिला बाटो नहुँदाखेरि यस्तो गइन्थ्यो अनि यहाँदेखि रोटेट गयो भने माथि त्यो डाँडै काँडा निस्किन्थ्यो क्या पढ्दै हो, कहिले फोन हेर्दै। यस्तै थियो, गाह्रो थियो। म लास्टै गाह्रो गरी पढेको क्या होइन। धरानतिर पढ्ने आर्थिकै थिएन भनौँ न होइन साथीहरू। गाडी याद छ अस्ति 1 गतेको दिन धोएको एकदम चिरचट्टै छ अहिलेसम्म, किनभने पानी परेर धुलो निस्किरहेको छैन, त्यही कारणले गर्दा होला साथीहरू है। ठ्याक्कै यहाँदेखि चाहिँ पारी हाम्रो बाटो देखिरहेको छ अलिअलि है। धरान बजार देखिन्छ साथीहरू। ल हेर्नु है त